फेसको कुन अरे यसको चाहिँ जुनमा जोडिनु हुन्छ हाम्रो लाइन दिँदाखेरि इन्डोर एसीमा लाइन दिँदाखेरि जुनमा फेज आउँछ होइन त्यो चाहिँ एउटा फ्यानको हुन्छ एउटा चाहिँ तपाईँको कम्प्रेसरको हुन्छ अनि एउटा न्युट्रल हुन्छ जुनमा अब त्यो फेजसँग जुन 220 भोल्ट आउँछ त्यो न्युट्रल हुन्छ तपाईँको अनि हिटिङ मोडमा लिएर जाँदाखेरि चाहिँ तपाईँको जुनमा लाइन आउँछ त्यो चाहिँ सुनभोगको हुन्छ भने एउटा अर्थिङको लाइन हुन्छ Is the one? यो चाहिँ तपाईँ अब के भ्याकुम गर्न लाग्नु भयो होइन भ्याकुम यो भन्दै नि यसो कति सेकेन्ड लाग्छ यसको एक मिनट पुरा 1 मिनट पुरा 1 मिनटमा क्लियर हुन्छ यो भ्याकुमको लागि यो गर्दै पाइप जोड्नु भएको नि तपाईँले लाइन दिनुभएको यो हल्लाएर यो ठ्याक्कै हुन्छ नि तपाईँको ठ्याक्क पहिले यो कसेर यो भएको छैन नि त कसेर भिडियो अन गर्दा ग्यास गयो त्यही पर्के हैन यसले ग्यास गयो नि त्यही पर्के हैन ए यो अहिले अब त्यो जान्छ बनाउनु अबला पहिला ऊ बन्द नि त हो नबिर्सिने है एक हेरेको हुन्छ बन्द गरेर लाग्नुभएको यो के गर्न लाग्नुभएको डिस्चार्ज भयो यो के गर्नुभएको लिकेज टेस्टिङ गर्नुभएको अझै टेस्ट गरेको यो लिकेज होइन लिकेज त्यो हावा लिकेज भयो भने चाहिँ बबल उठ्छ फोका उठ्छ होइन त भनेपछि यो उठेन पास भयो होइन त लिक भएछ